हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। म चाहिँ आरती तामाङ फेरि पनि आइपुगे हजुरहरूको सामु नयाँ भिडियो लिएर। अनि आजको भिडियो पनि मैले सुरुवात गरिसकेको छु, अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला साथीहरू। म चाहिँ मेरो छोरी लिन जान लाग्यो अहिले। कति धेरै निदाइ छु कि म त। अनि यसो बिउजेको अनि हाम्रो फुपूले चाहिँ नानी लिन जानु बेला भएन भनेर भनेको थियो कि। अनि पछि फेरि हेरेको त 2 बज्न लागिसक्यो रहेछ। अनि अहिले चाहिँ छिटो गरेर जाँदैछु स्कुलमा। नयाँको पढाइ भइसक्यो। धेरै निदाइछु कि म आज किन हो। म कहिले चाहिँ दिउँसो सुत्यो भने फेरि त्यस्तो जिउ लट्ठ टाइपको त्यस्तै साथीहरू। म चाहिँ अहिले छोरी लिएर आइसकेँ घरमा। के गर्नु। अनि अब भरेको लागि तरकारी त खोज्नै पर्यो होइन। यहाँनिर फर्सीको मुन्टा भयो कि भनेर आएको। अरे भएको रहेछ के हो। यहाँनिर चुडाइदिउँ। मोरेस छिप्पिसक्यो यार। ला मारे अब। यहाँनिर चुडाउनुमा त्यहाँनिर चुडाएर म हुँदै रहेछ। अनि कस्तो राम्रो फुल्यो सयपत्री। यो चाहिँ यो फर्सीको मुन्टो चाहिँ जति टिप्यो त्यति नै चाँडै फल्ने रहेछ कि। यो चाँडै फैलिने रहेछ। अनि हामीले चाहिँ अस्ति पनि खायो कि एक छ खाना चाहिँ फेरि अहिले चाहिँ थाहै नपाइकन हुर्किसक्यो रहेछ। ल यति त पाएँ। यतातिर पनि छ कि ल के छरेको हो यस्तो पलाइछ त। यहाँनिर कस्तो नाको त यार। कस्तो राम्रो पलाइछ झन् कलिलो। ला किन हो त नआएको भाइ। चुडेको नचुडेको। यहाँ कर्कलो नि खाने बेला छ हाम्रोमा। यतातिर कस्तो राम्रो भएर बसेको त हो। यति भयो साथीहरू। यति भएपछि त हाम्रो पुगिहाल्छ आजलाई। अनि अब यहाँतिर नि हुँदैछ बिस्तारै। यहाँ चाहिँ खाने बेला भइसक्यो कि। अनि जति टिप्यो त्यति पलाउँछ कि यो चाहिँ फेरि पलाउने रहेछ। अब यति केलाइसी भरेलै भयो। जुदै गर्मी रे यस्तो गर्मीमा के हुन्छ त अब। अनुहार देख्नु ठिकै होइन। त्यही भएर एउटा स्ट्यान्ड ल्याइदिनु के 600 पर्ने सेल्फी स्टिक टाइपको। अघि त देखिँदै त यहाँ भइसक्यो। अब कति भयो
यो किन नआयो होला एउटा माको हो न कहाँ गएर आयो त नि आया मलाई के हाँस लाग्यो ओडिन बदन नाल्ला नि कतै नु Ủa nó chưa cho lên rồi là kia kiệt nó thêm rồi là gì mà sao vậy पानी आउँदैन आएको त अब यो फर्सीको मुन्टो टिपिहाल्यो केलाइहाल्यो पनि यहाँ अनि लास्टमा चाहिँ आएर के भन्छ मेरो बुढाले मासु भनिदिएको छु रे अब यसको पालो अब मासु त पकाउनु पर्यो मासु ल्याएपछि होइन अब फर्सीको मुन्टोको पालो भोलि मेरो यहाँ हेर्नु त दिपेकोले सानो यो एउटा यत्रो दिएको थियो है अहिले यत्रो भएको छ अलि ठुलो भएपछि त्यहाँ माथि म गमलामा राखेर अनि मेरो यहाँ गमला राख्ने ठाउँ यहाँ गमला राख्ने ठाउँ बनाइदिनु भएको दाइले बनाइदियो भनेर अनि यहाँ नि फुलिरहेको थियो यो ओइलिसक्यो सानोमा नि फुलेको थियो अलि ठुलो भएपछि राम्रो फुलिन्छ अनि मेन चाहिँ यो कस्तो राम्रो भएको छ कि यिनीहरूलाई अलिकति उ गरेर ठुलो भएर झुन्डाउनु भनेको यो यसको जरा यहाँ दुईटा यस्तो छ क्या अनि यहाँनिरबाट पलाइ कस्तो दामी फुल्छ कि यो चाहिँ अनि हाम्रो यो कागती यो पनि कागती यो चाहिँ मुसुम हो के अरे त्यो काँक्रो पनि फलिरहेको रोक्नु यताबाट गएर देखाउँछु के छ तिमीहरूको हालखबर के छ हालखबर के छ हालखबर के छ हालखबर यामा कस्तो थियो नजिकबाट यतातिर नि के छ गर्मीले क्याम्प भइरहेको हो यसको त जराबाटै फल्दो रहेछ कि कति धेरै हो यो राम्रोसँग फल्यो भने चाहिँ यसरी देखाउनु पर्छ र भन्थ्यो हामीलाई पहिला बोजूहरूले यसरी देखाउनु पर्छ रे त्यहाँ फुल खेल्दै काँक्रो त कति खानु हो उतातिर नि पक्कै फुल फुल्दै पहेँलो फुल्दैछ हाम्रो बारीमा काँक्रो सबभन्दा यो चाहिँ ठुलो चाहिँ यही होला अब अलि दिनमा ठुलो होइन अलि यत्रो हुनुहुन्थ्यो मैले गरेर खाइहाल्छु नि अनि यो ऊ चाहिँ अकाइबरको बिउ हो कि उतापट्टि खनेर सबै रोप्दा चाहिँ सब मुन्टो चुडाइरहेछ मुन्टो अनि यतातिर यसरी के त्यो किरकिरले कराउनेले यसरी मुन्टो चुडेर खाइदिने यताको चाहिँ खाने बेला भयो कि भएन फर्सीको मुन्टो भएको नरहेछ यिनीहरू चाहिँ यो त्यहाँ रहेछ कुनामा एउटा दसैँ आएको जस्तो भएर तिहार आएको जस्तो भएर आयो सब ओइलाइसक्यो ओहो यो पदिना हो कि के हो यो होइन रहेछ यो चिल्ली भेन्टी पो रहेछ यहाँ चाहिँ पदिना हो घेरौँ ल त्यो घामी फुलिरहेको यहाँ
ठुल्ठुलो कोपीलाई अहिले चाहिँ ओइलाइसक्यो धनियाहरू फुल्दैछन् बिस्तारै यो धनिया प्याजको ए होइन यो चाइनिज लसुनको यत्रोसम्म हुनेछ कि यसको डाँठ त स्वाद चाहिँ फेरि खासै हुन्न यसको के भन्नु र खासै स्वाद चाहिँ हुँदैन हो के हो भात सक्यो क्या हो हाम्रो त भात पनि सकिसकेको छ गरौँ भएछ यिनीहरूलाई ल के गरेर दाना त अलिअलि त खाँदैन उनीहरूले के भन्नु र यिनीहरूलाई गरेर गिलासलाई गरिदिनु पर्छ गरौँ है चिसो पानी खानु मन दाना त यिनीहरूले 5 किलो त 2 दिन गर्छ 2 दिन के साह्रो गर्नु भा फेरि आमा नखा आमा दाना मात्रै दियो भने यस्तो हुन्छ दाना मात्रै दियो भने दाना मात्रै त कहाँ सक्ने त नानीहरू ल ल त्यस्तो हुने दाना दियो भने दाना मात्रै दियो भने यिनीहरूलाई कटसँग मुसेर दिनुपर्छ कि एक दिनमा एकछिन पछि छोडिदिन्छु के भयो यिनीहरूलाई फेरि लखर भएको यो दुईटा चाहिँ महाचम्बु लोकल भएर छोड्यो भने चाहिँ सब कोट्याइदिन्छ खुर्सानीहरू दाना मात्रै त कहाँ पाउने त हो भने मक्खल हुन्छ अब ल हे आमा लखा बोतल काटेर पानी एउटामा दाना किन किन्नु पर्यो दाना हाल्ने भाँडा यतिको बेसी बस्ने काम चलिरहेको हो बरु साँगुरो भयो यता नि यताको चाहिँ के छैन हालखबर यताको यता ढुक्कै छ यता यता डराउँछ नयाँ भएर कि नयाँ भएर यति घाम छ कि सकिन्न बाबा सकिन्न घामले ल हुँदा हाम्रो फुल यहाँनिर नै फुल रोपिसकेको छ यस्तो पनि फुल फुल्ने कस्तो फुल होला त्यतातिर नि रोपिसकेको छ फुल यहाँ हो यस्तो सुक्खामा रोप्ने फुल कस्तो होला यतातिर खासमा चाहिँ मैले यो गमला चाहिँ नर्सरीबाटै ल्याउने भनेर उ गरेको थिएँ कि अनि अस्ति भ्याएन त्यो गमला मात्रै ल्याएँ अनि नर्सरीबाट ल्याउने फुल भनेर राखिरहेको गमला उताको त्यो तलको बारीको फुल उखालेर फुलले यहाँ रोपिदिनु भएछ कि रोपिदिएछ कि यहाँनिर यहाँ छेउमा थियो ओइलाउँछ भनेर होला अनि अब यो होस् यो पनि छुट्टै हो यो भइहाल्यो अनि अब यो सयपत्री फुल चाहिँ ओइलाएपछि नओइलाइन्जेल चाहिँ यहीँ होस् यो ओइलाइसकेपछि चाहिँ
अर्को फुल रोपिदिनु पर्ला। यहाँ ओइलिसक्यो घामले गर्दाखेरि। यहाँ त फुल नै बाँकी छ छन चाहिँ। भोलि बिहान चाहिँ फेरि राम्रो हुन्छ। यहाँ रोपे त खुर्सानी अहिले एउटा छैन क्या। त्यो सबै त्यो कराउनेले किथार्ने हो कि चिथार्ने त्यो कराउनु के त्यो वालाले खाइदिएछ कि एउटा पनि छैन हो बोट खुर्सानीको। यहाँनिर एउटा मात्रै खायो, त्यो पनि टुप्पो छैन। यहाँ खोइ त्यहाँनिर सबै खाइदिए। यहाँनिर सबै थियो, एउटा छैन ल। के भन्नु र हो। यो चाहिँ आगो सल्काउनु हुन्छ पछिलाई। यहाँ चाहिँ हाम्रो अलि सामानहरू छ कि त्यो यो बनाउनै बाँकी छ नि त। अनि यहाँ कोठा निकाल्नको लागि चाहिँ हामी सामानहरू चाहिँ यहाँ छोपेर राखेँ। अनि ठ्याक्क यहाँ गरेर किचन सिचन माथि बनाउँछु होला सायद। अनि भर्याङ चाहिँ यहाँ भइहाल्यो। अनि बाहिरबाट भर्याङ हुन्छ भन्ने होला, तर फेरि बाहिरबाट भर्याङ भयो भने राम्रो पनि देखिन्छ नि त। अनि यहाँनिर ठ्याक्क एउटा गेट हालिदियो भने त भइहाल्यो। ओहो मेरो छोरा अहिलेसम्म सुतिरहेको कि अब। यताबाट झर्नु त लास्ट गाह्रो भयो। छिटो तर्साउँछ मलाई। अनि यहाँबाट चाहिँ हाल्यो भने हुन्छ। अझै पनि कम्प्लिट भएको छैन है। घर चाहिँ अझै पनि कम्प्लिट भएको छैन। यो बनाउनै बाँकी छ अझै। यहाँनिर भर्याङ बनाउनु बाँकी नै छ। यहाँबाट ट्याक्क घुमाएर भर्याङ यहाँ जोड्ने अनि त्यहाँ दुटोबाट बनाउने, त्यही हो। अनि यहाँ झुन्डाको जुन तोरुङ छ त्यस्तो टाइपको त्यो चाहिँ उता छ कि हाम्रो झन्डा पनि त्यहाँ लडिरह। अनि त्यो चाहिँ खुइलिसक्यो के उसले गर्दाखेरि, घामले गर्दाखेरि खुइलिसक्यो। अनि त्यसलाई नयाँ ल्याएर ट्याक्क हाल्नु पर्यो। अनि त्यो झन्डा चाहिँ यहाँनिर यहाँ जोडेर बनाउनु पर्यो। कुखुराको खोर त्यो म्याट लास्ट गर्मी भयो भनेर ऊ गरिदिएको। सिधै आउँछ नि त यहाँबाट घाम। नास्तासम्म हो यहाँ त घाम त। त्यही भएर गर्मी हुन्छ भने यिनीहरूलाई ओढाइदिएको अहिले चाहिँ। अहिले त्यो माथि घर थपिसकेपछि चाहिँ फेरि अलिक शीतल हुन्छ क्या। गर्मी भयो भने पनि त्यो भित्र दुई कोठामा चाहिँ त्यति गर्मी हुँदैन। हेऱ्यो यहाँको अगाडिको कोठा र यसमा चाहिँ अलिकति गर्मी हुन्छ। अनि ढलनहरू बढी तातिन्छ भनेर चाहिँ माथि बनाएको हो। अहिले शीतल हुन्छ अलिकति। अब लास्ट गर्मी भयो भने पनि त्यहाँ माथि गएर बस्न मिल्यो नि त यसो हावा खाएर। ल अब हरियाली हुँदैछ बिस्तारै, हरियाली हुँदैछ। ल पालु पलाउँदैछ बिस्तारै। ल त्यहाँ आन्टीहरू के गर्दैछ होला। त्यताको के गर्दैछ होला, यताको के गर्दैछ होला। गोठालो गयो होला सबै। अनि यता चाहिँ हाम्रो खास चाहिँ घरहरू छैन। घर चाहिँ छन त चाहिँ यहाँ बजार यो भइहाल्यो। हेऱ्यो घुम्ती कटिसकेपछि चाहिँ यो घुम्ती कटेपछि चाहिँ बजार निस्किहाल्छ। अनि यहाँ छ हेऱ्यो तल देखिरहेको घर, त्यहाँबाट चाहिँ छ फेरि बजार। हाम्रो चाहिँ एकान्तमा कसैको क्याङ 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 भन्ने सुन्नु परेन, आनन्द हुन्छ। अनि सबैभन्दा चाहिँ बेलुका आनन्द हुन्छ। दिउँसो जाडोले घाम लाग्छ। अब यो घाम मात्रै तल आस्ताएपछि यहाँ यो
यस्तो मजाको हावा आउँछ कि हैन। अनि त्यो पारी उदिपुर यता लिएर भकुण्डे सकुण्डे अनि बेलुका भएपछि लास्टै रमाइलो देख्छ क्या त्यो बत्ती बालेर हावा सरेर क्या आनन्द हुन्छ। एकान्तमा छ नि त हाम्रो घर, त्यही भए एकान्त रमाइलो लाग्छ मलाई त आजभोलि त। ल आहानाको पाठशाला आइपुगेछ, बाबाले अर्डर गर्नुभएको रे। अनि यता हेर त छोरो, निन्द्रामा थियो कि यो, यता हेर त निन्द्रामा भएको मान्छे उठेर यहाँ ल अघि नै रेडी भइसक्यो। बाबाले अर्डर गर्नुभएको रहेछ, हामीलाई थाहै छैन है, बाबाले ल्याइदिनु भएको। आहाना तामाङ लमजुङ चित्तिलार, यो बोर्ड अनि यो लेख्ने बसेर लेख्ने टुङ 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 होमवर्क गर्ने। ल होमवर्क गर्नुपर्छ है, यहाँ हुन्छ। यता हेर न मम्मीलाई, हुन्छ। रिसाको हो, निन्द्रामै छ यो। यहाँ चाहिँ बोर्ड ल्याएको कि पर्मानेन्ट परेको छ फेरि, यहाँ स्टेसनरीबाट ल्याएको। फिर्ता गर्न जानुभएको बाबा चाहिँ